हेलो वेलकम ब्याक टु माई न्यू डे विथ न्यू भिडियो। आई होप हजुरहरू सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। आज चाहिँ हामी कहाँ भने कहाँ घुम्न गइरहेको छु भने चाहिँ यसको लागि चाहिँ हजुरहरूले फुल भिडियो हेर्नुपर्ने हुन्छ। आया मेरो चाहिँ यत्रो यहाँ कत्रो खुट्टा सुनिरहेछ। भर्खर हिजो आजदेखि चाहिँ अलिअलि हिँड्नु हुँदैन जाउँ भनेर त्यही भएर चाहिँ हामी घुम्न जान लागेको। मेरो खुट्टा त्यस्तो धेरै र पनि घुम्नु जानु चाहिँ छोडिएको छैन। यहाँ चाहिँ पहिला झोलुङ्गे पुल आउँदो रहेछ अनि त्यस पछाडि चाहिँ हामी जानु आँटेको ठाउँ चाहिँ बासे गुफा हो। तर मेरो खुट्टाले यति धेरै गाह्रो भइरहेको छ। तर घुम्नु भनेपछि चाहिँ त्यो खुट्टा दुख घुम्नु भनेपछि खुट्टा दुख। हामी कहाँ गयो अरे? बासे गुफा आएको। तर कस्तो बेला आएको क्या बासे गुफा आएको। यो झोलुङ्गे पुल कस्तो बेला आएको क्या बासे गुफा पनि खुट्टा मर्केको बेलामा। हुन्छ त यहाँ झोलुङ्गे पुलमा एकछिन ल म निकालेको थिएँ। म चाहिँ यहाँ खुट्टाले नदी भए पनि हिँडिरहेको छु। अहिले खुट्टा जानु पनि सक्छ। मर्केर कस्तो गाह्रो भइरहेको छ र पनि हिँडेको। यहाँ फ्र्याक्चर गर्दै कति लामो रहेछ है झोलुङ्गे पुल। अब यस्तो लामो छ खुट्टा फ्र्याक्चर गरेर म कहिले पुग्नु। यहाँ चाहिँ रविले बनायो जोडी। मेरो खुट्टा भन्ने बेला भयो। कति राम्रो हेर कति राम्रो मौसम भइरहेको छ। हावा चलिरहेको छ सर नमाथि घाम लागेको भएर केही हिँड्नु सर होइन नयाँ हिँडेको कपाल पुरै त्यतिकै त्यो खुट्टा फ्र्याक्चर भइरहेको नि त। त्यही भएर मलाई बाइक आयो फेरि बाइक आयो। अब चाहिँ मेरो झोलुङ्गे पुल लाग्यो धेरै छैन। 15 मिनट लाग्छ। 15 मिनटसम्म हिँड्नु सक्दिनँ। आउँदै छु म पछि यता आउनु भनेको नि त बाइक कुद्ने बाटो। यहाँ चाहिँ यस्तो ओह्रालो रहेछ। यहाँ त्यस्तो ओह्रालो रहेछ है। खुट्टा सुनिरहेको छ हिँड्नु छोडेको छैन। यता हेर्नु कस्तो राम्रो भ्यू आएको राम्रो। आएमा म 15 मिनटसम्म त म यसो हिँड्नु सक्दिनँ होला मेरो खुट्टा। मेरो यो खुट्टा फेरि पर्खेन मलाई। अब चाहिँ हामी फर्केको। मैले चाहिँ त्यो फर्केको भिडियो चाहिँ बनाइनँ। यहाँ खुट्टा फ्याचक हुँदै भिडियो बनाइरहेको छु। साथीहरू चाहिँ अगाडि छ, म चाहिँ यहाँ पछाडि एक्लै बोल्दै यतिखेर खुट्टा मर्किनु पर्दै गनगनिँदै भिडियो बनाइरहेको छु। साथीहरू मलाई गाह्रो छ जिन्दगीमा खुट्टा।
ओके अब चाहिँ मेरो ब्लग चाहिँ म यहीँ इन गर्छु किनभने मलाई खुट्टाले दिएन ओके बाई बाई साथी हो थ्याङ्क्स फर वाचिङ लभ यु अल